जो जहाँ जहाँ हुनुहुन्छ अब चाहिँ जाराक जुरुक उठ्ने बेला भइसक्यो। यस्तै हो भने त हाम्रो देश यार बङ्गलादेश जस्तो हुन्छ। अब जनता सडकमा आयो भने के होला, कसो के लाग्न सक्छ। ओ माई गुडनेस, जसले देशको लागि राम्रो गर्यो सर्लक्क खुट्टा तानेर मिले। यो हाम्रो जति पनि नेता मन्त्रीहरू छ नि डिफ्रेन्ट पार्टीको, कोही एउटा राम्रो मान्छे आयो भने चाहिँ अनि सर्लक्क मिल्छन्। अरू बेला मिलेर देशको प्रगति गर्न सक्दैनन्। तर कोही राम्रो हो देशलाई बचाउने, लोड सेडिङ हटाउने होइन, पानी सबैतिर पानी सप्लाई गर्ने, जनताको बारेमा सोच्ने, बाटो बनाउने जस्ता मान्छे आयो भने चाहिँ सर्लक्क सबैजना मिलेर, सबै दल मिलेर अनि खुट्टा तान्न लाग्छन्। राम्रो यार जनताले रुचाएको मान्छेको पछाडि लाग्छन् के, आफू नि गर्न सक्दैनन् अरूलाई पनि गर्न दिँदैनन्। ठ्याक्कै बाँदरै भयो। अब चाहिँ अब के होला यार, यस्तो स्पिचलेस हो। अब क्यान्डलको भाउ बढ्ला, अरू त के होला। अब क्यान्डलको भाउ बढ्छ, अब जेनेरेटरको भाउ बढ्छ, अब फेरि सबैजनाले अँध्यारोमा पढ्नुपर्छ। त्यही त हुने होला नि होइन। तर अब चाहिँ हाम्रो देशमा चाहियो भने लोड सेडिङ पनि त समाप्त गर्न सकिने रहेछ भन्ने त थाहा भयो नि त। अब लोड सेडिङ भयो भने चाहिँ सबैजना मिलेर आवाज उठाउनुपर्छ। हामी बाहिर छौँ, तर हामी बाहिर भए पनि हामीले गर्न सक्ने कुरा चाहिँ हामीले गर्नेछौँ। जय नेपाल।